एउटा बुढो किसानले चोरीको आरोपमा जेल गएको आफ्नो छोरालाई, छोरा म बुढो भएँ, तिमी पनि जेल गइहाल्यौ, यसपालि चाहिँ म हाम्रो खेतहरू खन्न सक्दिनँ, त्यसैले म त्यो खेतमा यो बिउ छर्न नसक्ने भएँ छोरा भनेर चिठी लेख्छ। अनि त्यो चिठी प्रहरीले पढ्छ, अनि ल यस्तो लेखेर चाहिँ तेरो बुवाले भनेर चाहिँ त्यो कैदीलाई सुनाइदिन्छ। र उसले पनि एउटा चिठी लेख्छ त्यसको भोलिपल्ट र भन्छ, बुवा त्यो खेत चाहिँ कुनै हालतमा पनि नखन्नु होला, किनभने त्यो खेतमा मैले जति चोरेर ल्याएको चिजहरू छ त्यहीँ गाडेको छु, त्यही भएर त्यो तपाईँले खन्नुभयो भने त्यहाँ चाहिँ अरूले पनि देख्छन्, थाहा पाउँछन्, झन् बढी मलाई सजाय हुनसक्छ, त्यही भएर त्यो खेत नखन्नु होला भनेर चिठीमा रिप्लाई लेख्छ र यो पुर्याइदिन भनेर पुलिसलाई दिन्छ। अनि पुलिसले बिचमा ठिक छ यसले के लेखेर रहेछ त भनेर खोलेर पढ्छ। खोलेर पढ्दाखेरि त्यस्तो लेखेको हुन्छ। अनि त्यसको भोलिपल्टै अनि सब पुलिसहरू गएर त्यसको चाहिँ पुरै खेतहरू मजाले एकदम राम्रो तरिकाले खन्छन्, तर चोरीको चिज केही पनि भेटिँदैन क्या। अनि त्यसपछि त्यसको भोलिपल्ट अर्को चिठी छोराले लेख्छ, बुवा मैले चाहिँ आफ्नो दायित्व खेत खन्ने दायित्व पुरा गरेँ, अब तपाईँ त्यसमा बिउ छर्न सक्नुहुन्छ भनेर चाहिँ अर्को चिठीमा लेखेर छोराले पठाउँछ क्या। त्यही भएर अब यो कथाको चाहिँ म्यासेज चाहिँ के हो त भन्दाखेरि यो इच्छा भएपछि उपायहरू अनेक निक्लिन्छन्।